हेलो नमस्ते नमस्कार साथीहरू तपाईँलाई स्वागत छ हाम्रो नेपाल टिच पाठशालामा। आज तपाईँहरूलाई भनेछु तपाईँको नाम चाहिँ भोटर लिस्टमा चाहिँ अथवा यसलाई मतदाता नाम बलि भनिन्छ। तपाईँको नाम छ कि छैन त्यो कसरी तपाईँहरू चेक गर्न सक्नुहुन्छ। त्यसको लागि सर्वप्रथम क्रोममा जानुहोला। त्यसपछि यहाँ सर्च गर्नुहोला इलेक्सन इलेक्सन कमिसन नेपाल लेख्नुहोला। कमिसन नेपाल त्यसपछि सर्चमा क्लिक गर्नुहोला। सर्चमा क्लिक गरेर फर्स्ट वेबसाइट तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ तपाईँहरू मतदाता आफ्नो नाम बलि हेर्न चाहनुहुन्छ। यहाँ हेर्न सक्नुहुनेछ। यहाँ तपाईँ आफ्नो छैन भने तपाईँ यहाँ बनाउन पनि सक्नुहुन्छ अनलाइनबाट। म आफ्नो नाम चेक गर्दैछु। यहाँ तपाईँ क्लिक गर्नुहोला मतदाता नाम बलि। त्यसपछि यहाँ तपाईँहरू यहाँ प्रदेश नम्बर चुज गर्नुहोला। जुन प्रदेश हो त्यो प्रदेश तपाईँ आफ्नो चुज गर्नुहोला। त्यसपछि तपाईँ आफ्नो जिल्ला चुज गर्नुहोला। जिल्ला कुन छ त्यो जिल्ला चुज गर्नुहोला। त्यसपछि तपाईँको गाउँपालिका छ कि पालिका त्यो चुज गर्नुहोला। यहाँ तपाईँहरू विभिन्न हेर्न सक्नुहुन्छ। तपाईँको जुन छ त्यो तपाईँ चुज गर्नुहोला। त्यसपछि वार्ड नम्बर चुज गर्नुहोला। त्यसपछि तपाईँ यहाँ आफै आइहाल्छ मतदाता स्थल। यहाँ तपाईँहरू आफै आइहाल्छ। त्यसपछि यहाँ तपाईँहरू सब्मिट हेर्न सक्नुहुनेछ। सब्मिटमा क्लिक गर्नुहोला। सब्मिटमा क्लिक गरिसकेपछि यहाँ तपाईँहरू विभिन्न मान्छेहरूको यहाँ हेर्न सक्नुहुनेछ। तपाईँ आफ्नो हेर्न चाहनुहुनेछ भने यहाँ तपाईँ एउटा सर्च गर्ने एउटा अप्सन हुन्छ। यहाँ छ। यहाँ तपाईँहरू सर्च हेर्न सक्नुहुन्छ। यहाँ सर्च यहाँ तपाईँहरू आफ्नो नाम लेख्नुहोला। तपाईँको जुन नाम छ त्यो लेख्नुहोला। त्यसपछि तपाईँको यहाँ तल तपाईँको डिटेल पुरा आइहाल्छ। तपाईँहरू त्यहाँबाट हेर्न सक्नु तपाईँको आफ्नो नाम अनि यहाँ सबै आइहाल्छ। यसरी नै तपाईँहरू चाहिँ चेक गर्न सक्नु तपाईँहरूको फोटो लिस्टमा तपाईँको नाम छ कि छैन। भिडियो उपयोगी लाग्यो भिडियोलाई एक लाइक अनि एक सब्सक्राइब गर्न नबिर्सिदिनु होला। हस्, थ्याङ्क यू एन्ड बेस्ट अफ लक।